हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल नेपाली दुर्गा ब्लग। सन्चैमा हुनुहुन्छ, म पनि सन्चै छु साथीहरू। गाइज, मैले अस्ति नै यहाँ एकचोटि यतै पार्कतिर आउँदाखेरि मैले यहाँ कति धेरै कुखुराहरू देखाएको थिएँ होइन। यत्रो भाले, लोकल भालेहरू मैले फेसबुकमै टिकटकमा कता कता भिडियो पनि हालेको थिएँ। अहिले त हेर्नु एउटा पनि छैन हौ यहाँ। म चाहिँ त्यो पारिपट्टि जाँदैछु अब जेब्रा क्रस गरेर, अनि त्यहाँपछि उतापट्टि गएर ब्रिजमाथिबाट पारिपट्टि गएर म एकछिन बसेर आउँछु। म चाहिँ जेब्रा क्रसिङबाट यता आइसकेको छु। अब यता चाहिँ हावाले न मेरो बोली सुन्छ न के बुझिन्छ। यत्रो हाइवे रोड छ नि त, त्यही भएर एकदम धेरै हावा चलेको, हावाको मात्रै आवाज आउँछ होला। यतापट्टि त केही बोलेको पनि सुनिन्न होला। रुममै बसिरहनु हो, त्यही भएर यसो बाहिर गर्मी खाना पनि निस्किनु पर्छ कि कोही कोही बेला त। 6:30 भइसक्यो होइन, 7 बज्न आँटिसकेर पनि कस्तो तिखो घाम हो। यहाँ देखिसकेपछि कुन ठाउँ भनेको सबैले चिनिसक्नु भयो होला। जो जो अबुधाबीतिर हुनुहुन्छ उहाँले चिनिसक्नु भयो होला। पहिला पनि मैले कति भिडियो हालेको थिएँ, तर यो रोडको गाडी चलेको आवाजले गर्दा मेरो आवाज चाहिँ केही पनि सुनिँदैन हौ। हिँड्दा हिँड्दै थाक्यो, अनि म चाहिँ यहाँ चेयरमा बसेको आनन्दसँगले एकछिन। कहाँ जानु र, कोही छैन, मान्छेहरू पनि छ त आफ्नै धुनमा छ। साथीहरू भयो पो यसो यताउता कुरा गर्ने बस्ने हुन्छ। अब एक्लै त ठुलो उता हेर यता हेर कोही हुँदैन। अब चिनेको मान्छे कोही नभएछ त कोसँग बोल्ने के गर्ने। यहाँ चाहिँ म धेरै दिनपछि आएको होइन। पहिला जाडो महिनामा त आइरहन्थेँ। यहाँ चाहिँ अहिले गर्मी भएको भएर अब गर्मी हुन्छ हेर्नु न। अहिले 7 बजिसक्यो, घाम छ, कति गर्मी छ। अब घाम डुब्न बित्तिकै अँध्यारो भइहाल्छ। 7 बजिसक्यो। भिडियो बनाउन आएको अरे मोबाइल लिएर, तर मोबाइलमा चार्ज भने चाहिँ 0 भइसकेको छ। 5% मात्रै बाँकी छ। अब के गर्नु, बसेर नि मोबाइलमा चार्ज पनि छैन। अब चाहिँ रुम फर्किनु भएको साथीहरू। आजको मेरो सानो छोटो भिडियो साथीहरू हेरेर साथ दिनु होला। धेरै दिन भइसक्यो त्यो भिडियो नहालेको पनि, त्यही भएर यसो पार्किङतिर आएको थिएँ। आज छुट्टीको दिन मार्केट आउने काम पनि थियो, त्यही भएर सानो भिडियो, छोटो भिडियो रेकर्ड गरेर हालेको छु। साथीहरू हेर्दै गर्नु होला। धेरै भइसक्यो भिडियो नहालेको, तपाईँहरू त मलाई बिर्सिसक्नु होला, नबिर्सिनु होला। धन्यवाद।